अब मैले यहाँनिर पेट्रोलको मात्र डेटा प्रस्तुत गर्दैछु है। यसै गरी अरू पेट्रोलियम प्रडक्ट जस्तै एलपी ग्यास, केरोसिन, डिजलहरूको पनि यसै अनुसार प्राइस डिटरमाइन हुने हो। यसै गरी मेरो राइट ह्यान्ड साइडमा चाहिँ डेट अपडेटेड भनेर कुन मितिमा यो मूल्य समायोजन भएको हो भन्ने देखाइएको छ भने मेरो लेफ्ट ह्यान्ड साइडमा त्यो मितिमा भएको मूल्य समायोजन प्राइसेसहरू राखिएको छ। अब हामी स्पेसियली यही दुईटा डेटलाई बढी चर्चा गर्छौँ किनकि हाम्रो कहानीको रहस्य पनि यहीँ लुकेको छ। त्यसो भए जुन यो 2026 43 छ, यो विक्रम सम्वतमा 2082 साल चैत्र 21 गते हो, जति बेला पेट्रोल पर लिटरको प्राइस रहेको छ 202 रुपैयाँ। अब यसको ठ्याक्कै 3 दिन पछाडि यानि कि 2082 साल चैत्र 24 गते नेपाल सरकारको मन्त्री परिषदले एउटा निर्णय गर्छ जसको निर्णय अनुसार पेट्रोलियम पदार्थको भान्सा शुल्कमा करिब 12 रुपैयाँले र पूर्वाधार करमा 5 रुपैयाँले कर छुट गरिदिन्छ, यानि कि करिब 17 रुपैयाँ बराबरको कर छुट गरिदिन्छ। भनेपछि अब निर्णय हुनुभन्दा अगाडि तेलको प्रति लिटर मूल्य रहेको थियो 202, अब 17 रुपैयाँ घटेर हुनुपर्ने थियो 185। तर चैत्र 26 गते नयाँ मूल्य त निर्धारण हुन्छ पेट्रोलको, तर 17 रुपैयाँ घटेर होइन, ठ्याक्कै 17 रुपैयाँ बढेर। त्यसो भए अब यो सरकारले गरेको छुट 17 रुपैयाँ गयो त गयो कहाँ, त्यो खोज्ने प्रयास गरौँ। यसलाई थप प्रष्ट पार्नका लागि नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले अनलाइन खबरलाई दिएको अन्तर्वार्ताको एउटा अंश मैले यहाँ प्रस्तुत गरिदिएको छु। अब निगमले कारणको रूपमा राखेको मुख्य बुदा भनेको कर छुटपछि पनि निगमलाई दैनिक 68 करोड घाटा भइरहेको थियो, निगम अलरेडी घाटामा हुनु। अर्को भनेको अन्तर्राष्ट्रिय स्तरमा आएको मूल्य वृद्धिले पाक्षिक घाटा 14 खर्ब अर्थात् दैनिक 93 करोड पुग्ने आकलन गर्नु। यहाँ पाक्षिक घाटा भन्नाले 15 दिनको अवधिमा हुने घाटालाई जनाउँछ। यसै बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै निगमले मूल्य वृद्धि गरेको यहाँ जानकारी दिएको छ। अब त्यसो भए एउटा मेन क्वेसन, आफ्टर ट्याक्स डिडक्सन बाई गभर्मेन्ट नेपाली जनता अथवा नेपाली कस्टमरले चाहिँ के बेनिफिट पाए त? यदि सरकारले ट्याक्स डिडक्सन नगरेको भए अहिलेको जुन मूल्य छ पेट्रोलको प्रति लिटर 219, यो हुने थियो 236 रुपैयाँ। यहाँ नेपाली कस्टमरलाई आफ्टर ट्याक्स डिडक्सन 17 रुपैयाँ बराबरको सहुलियत प्राप्त भएको छ। आजलाई यति नै, आफ्नो प्रतिक्रिया दिनुहोला।